खतरै ठाउँ भेट्टाएको छ साथ हालेर चिटिक्क बनाउँथ्यो त्यो टाट हाल्यो टाट माथि राखेर पलात छम्सलाई फर्का के भयो यता चाहिँ थर्काउने न साला यता चाहिँ थर्काउने न साला मतलब वो अलग ही लेवल का बंदा था। हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग र आज चाहिँ मैले धेरै पछि ब्लग बनाउनु गइरहेको छु आज चाहिँ हामी जाँदैछौँ काफल टिप्न गाइज नवीन आउँदैछ यो चाहिँ नवीनको घर हो नवीन चाहिँ आएन है गाइज आपको फोटो हेर्नु गाइज नवीन चाहिँ आइसक्यो कमेडी चो हामी चाहिँ काफल टिप्न जान लागेको छौँ के प्लास्टिक हाल्यो यार मैले हालेको सानसानो हाल्यो अन्त हामी चाहिँ माथि आइसक्यौँ गाइज हामी चाहिँ अब हामी चाहिँ माथि आइसक्यौँ नवीन चाहिँ त्यहाँ छ गल ए नल हामी चाहिँ आइसक्यौँ है माथि गाइज गाइज यसले चाहिँ खतरै ठाउँ भेट्टाएको छ साथ हालेर चिटिक्क बनाउँथ्यो त्यो टाट हाल्यो टाट माथि राखेर पलात गोठा ल्यासी उसली हेर्नु लगाएछ उसली आलो अब त्यो त अब यता क्या यता त छैन होला यता हामी चाहिँ आएमै यो चाहिँ त्यहाँदेखि बाँदर चढे जस्तो गरेर चढ्यो गाइज म चाहिँ यहाँदै चढ्छु थिएनन् क्या अस्ति थिएँ अलिअलि एउटा दुइटा गाइज हामी चाहिँ कुन बाटो आयौँ बारी फङ्गल्दैछौँ यहाँदेखि तलतिर झऱ्यो त्यो बाटो कि कुन बाटो हामी त बाटो बिरामै गुगल म्याप दे हेर्छ कता बाटो हेर्न गाइज हामी त्यस्तो मकै बल्ल
धन्दै लोटे थिएँ काफल देऊ तिमी यहाँ त्यो मेरो बाटो मुनिले हेर्ने होला त्यही त यहाँ त्यो त उका होइन र त्यही पोलतिर गाइस एउटा बुटो चाहिँ यहाँ बिचको दुईटा बोटा आडा थियो क्या जोडिदिएको एउटा तलतिरपट्टि थियो ढिकादेखि योभन्दा नि अलि ठुलो थियो क्या हो क्या तलतिरपट्टि होइन यता माथितिरपट्टि ढिका थियो क्या अब सिधै खोला गएर पौड्यौँ अनि हामीलाई टपारेलाई फोन हान्नु टपारेलाई टपरेर हान्न यहाँ भलक बनाउँदैछु यार म गाइज काफल टिप्न त आएको फेरि जम्मा दुईटा दाना देखियो अब अर्को शनि घाट दुईटै गेडा नम्बरले भन्छ के गाइज फोन हानेको पनि कसले उठाएनन् एकजनाले उठाए गाइज त्यही पनि त्यो बोल्न लाग्यो हामी चाहिँ काफल टिप्न जाने भनेको काफलै फलै खाइन्छ त्यति हामी यस्तो सामान लएर खोलातिर नहुनै घुम्नै माछा मारेपछि उस गर्ने नहुने माछा मार्छु भन्दै थियो गाइज हामी चाहिँ आयौँ यता बस्छ पुलतिर गाइज मलाई मान्छे हन् जस्तो लागेको त्यहाँ हामी चाहिँ यस्तो सामान ल्याएर उसको प्लान क्यान्सल गरेर गाइज यतातिर नहुनतिर आएको तेरो 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 गाइज हामी चाहिँ मसराको पुलनिर आयौँ गाइज सो गाइज हामी चाहिँ आइसक्यौँ यता पुलतिर गाइज सो गाइज हामी काफल खान गएका थियौँ काफलमा दुईटा गेडा मात्र भएर गेडा हौलाउँदै आएका छौँ हामी तेरो तेरो त्यस्तो गेडा खान भन्दा ठिकै हामी बोका गेडा खाइन्छ बोकाको गेडा पो भन्न लाएर हुँदै हो छ नै चिल्लाउँछ नै सुनि मान्छे भसी सो फाइनली गाइज हामी चाहिँ आइसक्यौँ गाइज हेर्नु होला खोला चाहिँ लास्टै धमिलो आयो यस्तो खोला नि खेल्ने हो यहाँ बसेर खाएर जानु हामी चाहिँ पौडी खेल्ने भनेर आएको यस्तो धमिलो छ खोलो त्यही भएर हामी बसेर खाएर फर्किने तेरो तेरो अब घर घरै नहुने विचार भयो गाइज अब चाहिँ अब खोलो यस्तो पौडी नखेल्ने विचार भइसक्यो गाइज हेर्छ खोलो त्यहाँ चाहिँ आहान केटाडीहरू 4-5 जना यिनीहरू चाहिँ खेल्छन् गाइज हेर्नु होला आफ्नो छम्सलाई फर्का के भयो यता चाहिँ थर्काउने न साला यता चाहिँ थर्काउने न साला मतलब वो अलग ही लेवल का बंदा था सो फाइनली गाइज हामी चाहिँ पौडी त खेल्दैन घर यस्तो खोलो लाप्पारेको धमिलो आएको थियो गरे फर्कियौँ कि यही नहुने हो र यहाँ सफा रहेछ गरे छाती हो क्या यो छाती गाइज हामी चाहिँ आइसक्यौँ अरू भन्न आउनु न त्यही गाइज हामी चाहिँ आइसक्यौँ भने तेरो
एउटा आहाई बोला एक दोनमा खै अब त पठाएको भिडियो नि र तैँले कति कतिवटा भिडियो पठाउँछस् भिडियो पठाएको अहिले आफै मलाई ट्रेनमा चलेको के अरे बेला सो गाइज आजको भ्लग चाहिँ यहीँ इन्ड गरौँ आज चाहिँ केही यो भ्लग केही इन्ट्रेस्टिङै भएन कि अब बाटो हात उचाल्दै हिँड्ने गाइज आज गर्नु होला लाइक कमेन्ट सेयर सब्सक्राइब ठोक्नु होला लाभ पर्छ अर्को यो भिडियोमा 5K लाइक कम्प्लिट भयो भने मैले नवीनको ताल्छु गाइज 5K कम्प्लिट भयो भने ल बाई बाई गाइज